ल है त हामी आज सिङ्जेमा तालतिर छौँ है त। यहाँ हेर्न सक्नुहुन्छ यस्तो छ। हेरौँ त यस्तो क्लियर छ कि आम्माम, पुरै क्लियर छ। आज हामी त्यही 6-7 घन्टा जति लाग्यो गोलादेखि आएको। ठुलो छ, यहाँदेखि परदे हेर्दाखेरि आँखै नपुग्ने त्यति ठुलो छ। यसको उचाइ भनेको लगभग 4700 उचाइमा नै छ। हामी आज 3 जना छौँ। अब यहाँदेखि सक्यौँ भने साम्दु पोखरी पनि जाने लक्ष्य लिएर आएको भनौँ। साम्दु पोखरी पनि जाने हो है त। यस्तै छ है त सिङ्जेमा तालको भ्यू। सिङ्जेमा ताल यस्तो छ रहेछ। म पनि पहिलोचोटि हो, एकदम दामी छ। भ्यूहरू पनि मजाले देखिरहेछ। अझै मौसम पुरा खोलेको छैन, खोल्यो भने अझै राम्रो देखिन्छ होला। यस्तो छ है त। ल है त।